ओके एउटा एनिमल सोचा म पनि सोचेँ ल रक पेपर सिजर सुट डोमेस्टिक एनिमल हो कि वाइल्ड एनिमल हो? डोमेस्टिक पनि हुनसक्छ ओके तिम्रो चाहिँ के हो डोमेस्टिक हो कि वाइल्ड मेरो कोही बेला डोमेस्टिक बेसी हुँदैन डोमेस्टिक प्राय वाइल्ड हो प्राय चाहिँ वाइल्ड हो ठुलो हुन्छ कि साइजमा सानो हुन्छ सानो हुन्छ तिम्रो चाहिँ ठुलो हुन्छ कि सानो हुन्छ मेरो कस्तो गरेको ठिकैको हुन्छ मिडियम हुन्छ त्यसले घाँस खान्छ कि हन्ट गरेर अर्को एनिमलै खान्छ मैले त त्यसले देखेको त छु त्यसले एनिमल त खाँदैन तर घाँस पनि खाँदैन तिम्रो टर्न तिम्रो चाहिँ घाँस खान्छ कि एनिमल खान्छ उयो पनि खाँदैन मैले त उयो खाएको देखेको छु नि घाँस हन्ट गरेर खाएको त्यो देखेको छु न घाँस जस्तै कुराहरू खान्छ घाँस जस्तै अब पानीमा बस्ने हो कि बाहिर जमिनमा बस्ने बाहिर जमिनमै बस्ने हो त्यसले दुध दिन्छ त्यसले आज दिएको छैन दिँदैन के हो त्यो कलरमा हेऱ्यो भने त्यो ब्राउन हुन्छ ब्राउन कलर हुन्छ ब्राउन हुनु पनि सक्छ लाइक मोस्टली तिमीलाई म सजिलो भन्नु हो भने चाहिँ व्हाइट ब्ल्याक ब्राउन ग्रे यही कलरमा देख्छौ तिम्रो एनिमलको चाहिँ कलर्स चाहिँ कस्तो हुन्छ लु भन जस्तो मैले भने मेरो व्हाइट ब्ल्याक ब्राउन सबै हुन सक्छ ग्रे चाहिँ हुन सक्दैन ग्रे हुन सक्दैन व्हाइट हुन सक्दैन तिमीले अन्डा दिन्छ अन्डा दिँदैन त्यो भौ गर्छ भौ त गर्दैन गर्छ गर्दैन तिम्रो गर्छ तिम्रो गर्दैन मेरो इत्रु हो ला मैले तिम्रो उयो हो के हो मैले उयोले गरेँ यस्तो गरेको चाहिँ थाहा पाएँ अन्त